एकातिर साँघुरो बाटो, उकालोको कठिन यात्रा, अर्कोतिर बादलले ढाकेको हरियाली पाटन, कतै फूलको सुगन्ध, कतै भेडी गोठालाहरूको बाँसुरी अनि हजारौँ श्रद्धालुहरूको मुखमा एउटै नाम, जय शम्भो, हर हर महादेव। यही हो दैलेखको महाबुधाम। दर्शकवृन्द, दैलेखको नौमुले गाउँपालिका 2मा पर्ने महाबुधाम धार्मिक आस्थाको केन्द्र मात्र होइन, कर्णालीको प्राकृतिक सौन्दर्य बोकेको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो। कालीकोटको महाबै र दैलेखको महाबु गाउँपालिकासँग जोडिएको यो लेकाली क्षेत्र नेपाल सरकारको 100 पर्यटकीय गन्तव्यको सूचीमा समेत समावेश भएको छ। हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने गाथोको मेलामा हजारौँ श्रद्धालुहरू महाबु पुग्ने गर्दछन्। दैलेखसँगै कालीकोट, जुम्ला, अछाम, सुर्खेत, जाजरकोट, बाँके, बर्दिया लगायतका जिल्लाबाट समेत भक्तजनहरू आउने गर्दछन्। कतिपय त छिमेकी राष्ट्र भारतका सीमावर्ती क्षेत्रबाट समेत आउने गर्दछन्। महाबु पुग्नु एउटा यात्रा त हुँदै हो, साँघुरो भिरको बाटो, चर्को उकालो र कठिन पैदल यात्रा पार गर्दै श्रद्धालुहरू शिवलिङ्ग स्वरूपमा रहेको महादेवको दर्शन गर्न पुग्दछन्। बाटो जति कठिन छ, गन्तव्यमा पुगेपछि देखिने दृश्य त्यति नै मनमोहक पनि छ। वर्षायाममा फूलले ढकमक्क हुने पाटन, हरियाली बुकी, जडीबुटी, चिसो हावा, प्राकृतिक पोखरी र क्षणभरमै घामबाट कुहिरोमा बदलिन सक्ने मौसम, नाङ्गो आँखाले हेर्दा महाबुधामको सौन्दर्य जति आकर्षक र मनमोहक छ, त्यति शब्दमा वर्णन गर्न पनि सकिँदैन। यही कारण धार्मिक यात्रामा पुगेकाहरू पनि प्रकृतिको आकर्षणमा रमाउने गर्दछन्। सडक विस्तारले महाबु यात्रालाई केही सहज बनाएको छ। दैलेख सदरमुकामबाट करिब 42 किलोमिटर यात्रापछि महाबुधाम पुग्न सकिन्छ। कठिनाइका बावजुद यहाँ पुग्ने श्रद्धालुहरूको सङ्ख्या भने वर्षेनी बढिरहेको छ। तर महाबुको सम्भावना जति ठुलो छ, चुनौती पनि त्यति नै रहेका छन्। वासस्थान, खानेपानी, शौचालय, व्यवस्थित होटल, सडक र सुरक्षा पूर्वाधारको अभावले मेलाका बेला श्रद्धालुहरूले शास्ति खेप्नु पर्दछ। बढ्दो भिडसँगै फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ। महाबुलाई धार्मिक आस्थासँगै प्रकृति र पर्यटनसँग जोडेर व्यवस्थित विकास गर्न सके यो कर्णालीको उत्कृष्ट गन्तव्य बन्न सक्छ। त्यसका लागि सडक मात्र होइन, यात्रुको सुरक्षा, आधारभूत सुविधा र महाबुको मौलिकता जोगाउने दीर्घकालीन योजना आवश्यक पर्दछ। कठिन बाटो छिचोल्दै महाबु पुग्नेहरूका लागि यो केवल एउटा तीर्थयात्रा होइन, आस्था, प्रकृति र साहससँग एकैपटक साक्षात्कार गर्ने यात्रा पनि हो। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको यस्तो अनुपम सङ्गमलाई केवल मेलाको समयमा सम्झिने मात्रै होइन, वर्षैभरि पर्यटक भित्र्याउने गन्तव्यका रूपमा विकास गर्न सरकारको ध्यान पुग्न जरुरी छ। महाबुलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारले ठोस योजना र लगानी अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ। Gods of Nepal for entertainment and information.